भिड हेर्दा पनि हजुर यो भिडमा रहेको यो उहिलेको चाहिँ 7औं 8औं शताब्दीको यो भग्नावशेष हेर्दा पनि हजुर चाहिँ यो ठाउँको चाहिँ प्रकृति हेर्दाखेरि पनि यो भुटानको चाहिँ एउटा ताक्छङ भन्ने त्यहाँको चाहिँ गुम्बा छ भुटानमा पनि। हजुर त्यसको र यसको एउटै रूप देखिन्छ है। अनि उहिले जुन यो गुम्बाको गुरु छ नि उहाँ पनि डुक्पा कज्यू र निङमा पनि हुनुहुन्थ्यो। उहाँको एउटा अवतार चाहिँ डुक्पा कज्यू हुनुहुन्थ्यो, अर्को उहाँकै फेरि अर्को अवतार चाहिँ निङमा पनि हुनुहुन्थ्यो। हजुर त्यसैले भुटानको पनि डुक्पा कज्यू नै हो क्या। त्यसैले जमिन हेर्दा भिड तपस्या गृह हेर्दाखेरि सबै सेम देखिन्छ। भुटानमा त्यस्तो संसारभरि प्रख्यात हुन्छ भने यो ठाउँ चाहिँ किन नहुने? अब रोड त यहाँ नजिकै आइपुगिसक्यो होइन। अब चाहिँ त्यसरी नै विकास गर्न सक्यो भने यसलाई पनि चाहिँ भुटानको चाहिँ त्यो एउटा एक्जाम्पलको रूपमा हामी यसलाई पनि हुन सकिन्छ है भनेर चाहिँ हामी सबै चाहिँ लागेर स्थानीय र नेपाल सरकार पनि लागि पर्यो भने सम्भव छ भनेर चाहिँ मेरो तर्फबाट चाहिँ सबैजनालाई एकचोटि यो भिजिट गर्न र यसको लागि के गरौँ कसो गरौँ भनेर सबैजनालाई लागिदिनु हुनुको लागि अनुरोध गर्दछु। धन्यवाद।